कसरी धनी हुन्छ त मोजी? अनि मोजी नेपालको युवा जति सबै विदेश जाने, मोजी उमेर भयो भने त गाँड मराउने। अनि जब रोगले च्याप्न थाल्छ, जब होइन बुढो हुन्छ, तब नेपाल गएर थन्किने। नेपाल त ग्यारेज जस्तो छ मोजी, होइन? त्यति त हो नि। हामी जस्तो युवा मान्छे नेपालमा गर्न नसक्ने भनौँ कि नगर्न चाहने भनौँ के हो खै, होइन? अब विदेशमा त महिना महिनाको पैसा आउँछ भन्ने हुन्छ नि त सबैको दिमागमा। त्यही भएर नि हो कि, नत्र भने त नेपाल त एउटा ग्यारेज जस्तै हो। बिग्रेको गाडी सबै नेपालमै गएर थन्किने हो नि। विदेशमा जबसम्म तागत छ, जबसम्म बल छ, बाहिर देशमा मजाले मिहिनेत गर्यो। अनि जब रोगले च्याप्न थाल्छ, जब मान्छे बुढो बुढो हुँदै जान्छ, तब थन्किने। अनि नेपालमा केही गर्न सकिएन भन्ने। छन् धेरै मान्छेहरू, छन् छन्।